चाहिँ आजभन्दा 13-14 वर्ष अगाडि म डाँडामा जाँदाखेरि पनि त्यस्तै नाली बन्दै थियो क्या। अहिले पनि त्यो नाली बन्दै थियो। आजभन्दा 15 वर्ष अगाडि त्यस्तै देखेको बाटो। त्यही त आजभन्दा 13-14 वर्ष अगाडि नाली नै बन्दै थियो। अहिले पनि नाली नै बन्दैछ भनेपछि नाली बन्न कति वर्ष लाग्ने हो भन्ने कुरो चाहिँ अब चम्म लागिरहेछ साथीहरू। हेर्नुहोस् अहिले पनि नाली बन्दैछ। अब यो आज यो बाटो राम्रो भएको भए होइन बाइकमा खुर्र जानुहुन्थ्यो। अब यो बाटो नभएको राम्रो नभएकोले गर्दा हिलो भएकोले गर्दाखेरि बाइकलाई तल थन्काइ राखेर केवल कारसम्म पुग्न जाने बाटै छैन, सबै खाल्टा र खुल्टी अनि अब केवल कार मात्रै बनाउनुपर्छ भन्छ सरकार। अब केबल कार बनाउने भन्ने खालको एकदमै चर्को चर्का भएर केबल कार बनाउनको लागि एकदमै मरिहट्टे गर्ने, केबल कार बनाउनको लागि गोली पनि हानिएको छ, मान्छेहरूको चाहिँ छाती पनि छेडिएको छ र त्यस्तो अवस्था छ। जबरजस्ती चाहिँ केबल कार बनाउनु सक्छ तर केबल कारको स्टेसनसम्म पुग्ने बाटोको हालत पनि यस्तो छ है। ल यो बाटो अब कहिले बनाउने? आज त 13-14 वर्ष अगाडि पनि यस्तै थियो यो बाटो र अहिले पनि 13-14 वर्ष पछाडि पनि बाटो यस्तै छ भने कति वर्ष पछाडि यो पिच हुने हो भन्ने कुरो एकदमै गाह्रो छ साथीहरू। नेपालको विकास के कसो छ जानुहोस्। पार्टीबाट जाने बाटोको हालत यस्तो छ। जाने बाटो तपाईँको यो के ठाउँ भन्छ हौ? देउराली है मित्रहरू। गाडी पनि नाच्छ जस्तै बच्चा-बच्ची कोब्रामा हल्लाएको जस्तै यताउता हल्लाउँछ गाडी। अब तपाईँहरू पनि अब माथिमा दर्शनको लागि सोच्दै हुनुहुन्छ टाढाबाट तराई मधेस इन्डिया दिल्ली सिक्किम जस्तै आसामबाट आउने सोचमा हुनुहुन्छ भने अलिक बाटो खराब छ, हिलो छ। स्थानीय सरकारले पनि अलिकति व्यवस्थापन नगरेको, अलिकति स्तर उन्नति नगरेकोले यो रोड एकदमै खराब भएको रहेछ। बाटै हो त यो बाटै हो। हल्ला जोतेको जस्तो छ त खेतबारीमा। के दुःख हो सिङ्गलको दुःखले आउने रहेछ।
छौँ हाम्रो साथीहरू हुनुहुन्छ चिया कफी हामी चाहिँ बसिरहेको छ चिया बसिरहेको हामी यहाँबाट उकालो लाग्छौँ। अब आजको हाम्रो बास माथिल्लो फेरि ठुलो फेरिसम्म हुनेछ हिँड्नेछौँ। ल साथीहरू हामी चाहिँ यहाँबाट अब चाहिँ लाग्यौँ उकालो फेरितिर। हेलो प्रकाश यता हाम्रो टिम लागिसक्नुभयो उकालो। अब हामी पनि लाग्छौँ। यो तल्लो फेरि होइन, यो तल्लो फेरि के भन्छ काफ्ले पार्टी काफ्ले पार्टी अब माथि हामी काफ्ले पार्टीबाट माथि माथिल्लो फेदीमा हामी बास बस्नको लागि जाँदैछौँ। माथि डाँडामा हिँड्दैछौँ है मित्रहरू गाइस। म साथीहरू गइसके अहिले हामी भेट्छौँ होला एकैछिनमा भेटिन्छ। ल साथीहरू हामी चाहिँ काफ्ले पार्टीदेखि लागिसक्यो है उकालो। हाम्रो साथीहरू माथि पुगिसकेछ नि माथि बत्ती बल्दै जाने लाग्नु पऱ्यो। अरू कति बज्यो लगभग 6:30 भयो होला। 7:30 जस्तो होला। 7:30 त भएन होला 8 बज्नु 8 बज्न आँटिसकेछ ल 8 बज्न आँटिसक्यो ल। यहाँबाट अब हामी जाँदाखेरि उकालो अझै लगभग 1.5 घन्टा लाग्छ होला माथिल्लो फेरि पुग्नलाई। त्यस्तो छ अब बाटो चाहिँ फेरि एकदम दामी छ यहाँदेखि माथि फेरि अघिसम्म गाडीमा हिँड्दाखेरि चाहिँ एकदम अप्ठ्यारो हो। यो चाहिँ अब यस्तो सोलिङ छ दामी छ बाटो चाहिँ स्पेसल छ। रात परिसक्यो पुरा अन्धकार छ ल वरिपरि साथीहरू अन्धकार छ यहाँ चाहिँ। यस्तो मात्रै टस नबाली भए पनि गइन्छ जस्तो छ। माथि पुगिसक्नु भयो हामीले चाहिँ हाम्रो साथीहरू भेटिसक्यौँ है। हाम्रो पूर्व मन्त्री सुदन किरातीज्यू पनि हुनुहुन्छ। यत्रोजना हिँड्दैछौँ। रात परिसकेको छ पुग्नु पर्ने छ माथिल्लो फेरि पुग्नलाई अझै पनि हामीलाई लगभग छिट्टो हिँड्दाखेरि 1 घन्टा मात्र 1.5 घन्टा जस्तो लाग्ने कुरो छ। हाम्रो प्रवीण सरहरू धेरै पटक अस्ति आन्दोलनमा यो संसार पटक हो। पहिले एकपटक जम्मा 5 चोटि आइसक्नुभयो। देखिरहन्थ्यो कि यहाँ आन्दोलन नदेख्नु भएको हुनुहुन्थ्यो भिडन्तमा यहीँ थियो। म त त्यतिखेर बेला उता काठमाडौँमा थिएँ। बस्तामै थियो नि ल हामी चाहिँ कल जाँदैछौँ। मनोज सर आराम मेरो इच्छा पुरा गरिदिनु भयो तपाईँ आजको लागि प्रफ पनि केही लिएर बोकेर जानुपर्छ होला। हुन्छ लानुहोस् न तपाईँहरूलाई माताले रक्षा गरून्। हामी चाहिँ यहाँ अलिक माथि बसिरहेको छ आराम गर्नलाई बसिरहेको भित्र सिरायो नि फर्स्ट टाइम मुकुमलुङ आउँदा ल साथै हामी चाहिँ ठुलो फेरि पुगिसकेका छौँ। फेरि आइपुगिसकेको छ। आराम हुनुहुन्छ।
कस्तो राम्रो ठाउँमा हुँदो रहेछ भनेर एकछिन हेर्दा टाढाबाट हेर्दा हिमाल पनि राम्रो देखिन्छ हाम्रो यहाँ किरातीज्यू अमरजी प्रवीण सर फेरि अझैसम्म खुल्ला रहेछ ठ्याक्कै कति घन्टामा आइपुग्यो 1 घन्टा लाग्यो नि 1 घन्टा लाग्यो होला होइन ए 1 घन्टामा ठ्याक्कै 1 घन्टातिर आइपुग्छ हामी आइपुग्यो के चिसो चिसो यहाँ पनि हामी चाहिँ आइपुग्यौँ होटल नै सबैजना हामी आइपुग्यौँ हामी बस्ने होटलमा चाहिँ आइपुग्यौँ पुगेको यहाँ त एक दिनमा तपाईँको 5,000 10,000 मान्छे धान्ने ठाउँ जेठन साहबलाई पछाडि एकजना खेल्ने अगाडि एकजना तान्ने म पनि छिरै सँगै छ तपाईँ त उडेर आउनुभयो क्या हामी त साह्रै छिटो नि आएर पसिना उभिसक्यो आएर पसिना उभिएर नि तातो पानी 1 गिलास पड्काइसक्यो छिटो आइयो मनुष्यहरूले गाह्रो भयो आइपुगिसकेको छौँ हामी व्यस्त छौँ हामी यता छौँ यी पुरै हामी हेलो म चाहिँ परिवार होटलमा हेलो जेठन साहब हजुर हजुर नमस्कार हाम्रो यता मेरो जेठन साहब यहाँ हुनुहुन्छ है फेरि हाम्रो जेठन साहब मेरो जेठन साहब हेलो ल हामी चाहिँ ठुलो फेरि पुगिसकेको छौँ आजको हाम्रो बसाइ चाहिँ यही हुनेछ र भोलि बिहानै के होटल 7 नम्बर होटलमा छौँ आज चाहिँ हाम्रो बसाइ 7 नम्बर होटलमा अब भोलि चाहिँ बिहानै उठेर हामी उकालो लाग्नेछौँ भोलि चाहिँ बिहानै डाँडा पुगेर पूजा सुजा गरेर चाहिँ फर्किनेछौँ ल साथीहरू हामी चाहिँ अहिले ठुलो फेदीबाट चाहिँ लागिसकेका छौँ उकालो ठुलो फेदी पातिबारा भनेर पर लेखिएको ठुलो फेदीको दुईजना तल हुनुहुन्छ हामी चाहिँ माथि जाँदैछौँ बाटो चाहिँ यस्तो दामी छ ठुलो निमा सर के छ तपाईँले केही बोक्नुभयो धुपसुप मैले पूजा गर्न मिलेन हो त्यही भएर म यसो भन्नुहोस् न तीर्थयात्री मात्र के चाहिँ खबर गर्नु भन्दा हुन्थ्यो यहीँ बस्नुहुन्थ्यो त अनि 12 नम्बरमा आइपुग्नु अरे टोल नम्बर 12 7 देखि होइन हामी 7 नम्बरदेखि 12 नम्बर आइपुगिसक्यो रातदेखि धेरै माथि पुग्यो ड्युटी त अनि यिनीहरू पनि रहेछ नि यहाँ बसिरहेको 13 नम्बर त सबैजना चन्द्रमा होटल एन्ड
पूजा थालिसक्नु उफ माथि पुग्नुपर्ने हाम्रो गन्तव्य चाहिँ माथि डाँडामा मेरो सुँगुरको जस्तो भएको छ हेर्नुहोस् गन्धी तपाईँलाई जिम्मा यसो गरौँ न त यो हाम्रो रोशन सरलाई जिम्मा म धागो बाट्न सुरु गर्छु माथितिर खाली हुन्छ निमा सम्झिनु नि पानी धागो कहाँदेखि सुरु गर्नुपर्छ हामीले कान्छीस्थानबाट होला ल्याएको थियो त फाल्दै थियो त्यो भाइले फेरि बुढोले भने जस्तो काग छिटो बाँसिएको हो कि होइन बर गोरु धेरै बाँच्दैछ छिटो लागिबस्छ के हो तपाईँ र मलाई चाहिँ आज तपाईँ र मलाई त सेम भइरहेछ अब यहीँबाट सुरु होइन त धागो बाट्नु अघि पूजा गरेर आइसक्नु जस्तो हामीले के गर्नु पर्यो यहाँ पूजा गर्नु पर्यो यहाँ धुप बाल्नु पर्यो हजुर यहाँ गरेर जानु पर्यो कान्छी थाहा लु त पूजा गरौँ त यहाँदेखि माथि केबल कार लानु पाइँदैन भनेको क्या केबल कार यहाँदेखि माथि लानु पाउँदैन भनेको क्या यहाँहरू पूजा गरिसकेर मात्रै जाने हो नि त फोटोग्राफर फोटोकै गर्नु राम्रोसँग पूजा कान्छी थानको दर्शन गर्नु पर्यो यस्तो छ घन्टीहरू जय मुकुमलङ जय मुकुमलङ मस्जिद उठ्यान सँगै छ ल धुप त तपाईँले ल्याइहाल्नुभयो म पनि त्यसैमा ढोकै आउँदैछु तपाईँले यसलाई नै बुझाउनुहोस् ल त तपाईँ मेरो सबै हाकेको जागेको चिताको कुरा होस् हो हाम्रो शोभायात्रा कहिले पनि नटुटोस् जय मुकुमलङ जय छिरेको यहाँबाट छिरेर तल निस्किनु पऱ्यो सुरुङ मार्ग हुन्छ यस्तो छ मुकुमलङ के कुँदेको जस्तो छ धरुङमा यहाँको चाहिँ यस्तो दामी ल आफैले टिका लगाइयो नि परमेश्वर हे पाथिएर भगवती कान्तिमा तर सकल पिताको कामना पुरा होस् ओम शरणागत दिनाथ परित्राण परायणे सर्वस्यापि हरे देवी नारायणी नमस्तुते कतिजनाको टोली आउनु भएको छ हामी 14 गरी छौँ 14 जना खै हर्क चाहिँ आउनु भएन अर्को हुनु नि ए तलसम्म चाहिँ आउनु भयो होइन आउनै भएको छैन ए अहिले उहाँ आउनै भएको छैन ए म त जिल्ला आउनुभयो कि भन्दै थिएँ दाजुलाई ए है सक्नु हजुर हजुरको शुभ नाम मेरो साङ्गे शेर्पा कहाँ हो त मेरो जन्म घर ढुङ्गे साँगो मैया खोला हाल बसोबास इटरी ए ल हजुर धन्यवाद ल म यहाँको यसो रुङ्गालो भनौँ न ल हामी गयौँ ल सबै गइसक्नु भयो हामीले धागो त मैले यहीँबाट बुन्नु पऱ्यो नि त अब त्यहाँबाट 3 खन्का लगाएर बोलेर जानु न पछाडि अरू पनि रहनु भएको छ पछाडि अरू पनि रहनु भएको छ यस्तो को हुनुहुन्छ यता चाहिँ हो डुब्बानु पर्ने हजुर होइन यसो माथिबाट अनि यता चाहिँ यसो यो मुख्य खानु यसो गरेर आउनुहुन्छ यता उकालो पर्छ होला होइन पर्दैन यसो गएर ढोगेर आउनु ल हामी चाहिँ अहिले कान्छी थानमा पूजासुजा गरिसकेका छौँ अब यहाँदेखि हामी घर लाग्नेछौँ
यतिको छिलसाला कि गइसक्नुभयो हजुर हजुर म माथि पुगेछ चाहिन्छ चाहिँदैन त अङ्कल यहाँ चाहिँ यसरी धागो टाङ्दै 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 जानुपर्ने हुन्छ सिन्काउँदा सहज हुन्छ होला हौ सँगै गाउँपालिका अध्यक्ष साथीहरू हामी चाहिँ पाथिभरा जाने क्रममा चाहिँ त्यहाँ माथि पुग्नुपर्ने त्यही हिँड्दा अब पुग्न लाग्यो वहीँ माथि डाँडामा फेरि राम्रो काम गरेपछि कसैले प्रश्न गर्न नसक्दो छ काङ्ग्रे एमाले नै रोक्यो उहाँ है अब गाउँपालिकाको यस्तो छ कालो बाटो थोरै छ यहाँ पुग्न पाउँदैन काम थोरै छ हाम्रो यात्रा जारी छ हिमाल त होचो पो देखियो त होइन त साथी आज हुन्छ नानाभरा भन्छ होइन त्यही हो के के हो मानाभारा भनेको त्यही हो यो पाथी भएर यो मानाभारा यो अग्लो कि त्यो अग्लो उयो अग्लो छ नि त्यो 4000 भन्दा अग्लो छ ए सिलिचुङ जस्तै हो त सिलिचुङ त्यस्तै हो त्यस्तै छ क्या अग्लो नि अग्लो नि हो यो त हिमाल त्यहाँ त हिमाल जस्तै हो नि त त्यो चढ्ने बाटो छ र त्यो ढुङ्गा चढेर जानुपर्छ त्यस्तै सिलिचुङ पनि धारमा त्यसो भने त मान्छे पनि उखायो अँ नानी के पनि मान्छे जानुहोस् गाह्रो छ बाटो जानु छतापता सकिँदैन 12 जना गयो भने 6 जना मात्रै पुग्छ धेरै जस्तो त्यहाँ नारो त्यसो त जानै अब त्यहाँ उकेर झऱ्यो भने सक्यो कति अरे त्यो 4000 4000 भन्दा अलिक हाइट छ होला 4000 खै कति छ 4000 300 400 सिलिचुङ र बराबर बराबर कति वैज्ञानिक छ क्या नामहरू होइन मुकुमलुङ शक्तिशाली ढुङ्गा मुकुमलुङ चाहिँ सेवालुङ पनि भन्छ अच्छा अब यो कोट्याउँदा त ढुङ्गै छ नि त त्यो डाँडा त वास्तवमा चट्टानै हो नि त खासमा यो मुकुमलुङ त अलिक मुनि छ भन्थ्यो होइन त्यो ढुङ्गा चाहिँ मुनि छ अरे मुन्दुमतिर पनि भन्छन् होला भन्छ होइन तर जे भए पनि मुकुम नगरपालिकाभित्र पर्ने भनेको यो एरियासम्म पर्छ है यहाँसम्म मात्रै हो मात्र हो त्यसले गर्दा त्यो 70 साल बसहरू पनि खोलेको छ यसरी मान्छे बोक्यो अनि म चाहिँ यसरी हिँड्दैछौँ मान्छे बोक्दा के हुन्छ भन्ने खालको सबैजना हिँड्दैछौँ घोडा किन्नुको लागि म इलामतिर झरेको थिएँ अनि लास्टमा घोडा पनि राम्रो घोडा 2 लाख 50 हजार तपाईँ राम्रै लानुहुन्छ भने तपाईँ 3 लाख 4 लाखसम्म हामी दिन्छौँ कुराहरू पनि भयो विचार त यहाँ आउँदाखेरि ठ्याक्कै अहिले यो अमिरले अहिलेसम्म त यो अमिर मान्छे छ त्यसले मलाई घोडा यहाँ हिँडाएपछि त अनि कहाँ डिस्टर्ब भइहाल्छ मान्छे ल हामी चाहिँ घन्टी गेटमा पुग्यौँ है साथी म त अस्ति त्यो हिउँले गर्दा माथि जान सकिनँ माथि ढुङ्गाले गएछ बजो घन्टी बज्यो भनेपछि यो घन्टी रासोपाको होइन मुख यहाँ चाहिँ घन्टी यता चाहिँ यो चाहिँ त्रिशुल पार्क भनेर यहाँ छ यहाँ चाहिँ त्रिशुल रोपिएको छ होला त्रिशुलहरू टन्नै छ यस्तो छ त्रिशुल र सिलामसाकमा पनि रहेछ यस्तो छ यस्तो छ चाहिँ घन्टी के बाल्नु चाहिँ घन्टी
गेटमा हामी पुगिसकेका छौँ। यहाँ गेटमा चाहिँ घन्टी यो चाहिँ घन्टी गेट। ल्याएको रहेछ। हामी चाहिँ लगभग पुगिसक्यौँ। यस्तो छ गुराँसहरू अझै रहेछ, फुलिरहेछ गुराँसहरू। हाम्रो सरहरू हुनुहुन्छ अगाडि। यो एउटा कुकुरलाई अघिदेखि आउन पछ्याइरहेको जस्तो देख्छु त। तलदेखि अघि यस्तै एउटा कुकुर देख्दैछ तल। सिक्युरिटीको लागि राखेको छ है यो। ल हामी चाहिँ अन्तिम चरणमा पुगिसक्यौँ। अब चाहिँ लगभग मुकुमलुङको यहाँ चाहिँ बसौँ कि एकछिन? परै बसौँ। पर अब डाइरेक्ट ठुलो चौतारीमा बसौँला नि होइन? हजुर अघि अगाडि बढेको हो? पछाडि होला कसो अगाडि बढेको देखिन। होइन निमा कहाँनिर मभन्दा पछि पर्नु पऱ्यो? मभन्दा अगाडि हिँड्नु अगाडि नै जस्तो लाग्यो मलाई। मन माओवादी जनता दलदेखि छोडेको। हामी तलबाट आएको। अब माथि भन्ने नि चाहेर छोड्न सकिँदैन नि नसा। तर लारुम्बामा यस्तो थियो त्यो जनयुद्धको टाइममा बाहिर निस्क्यो माओवादीसँग लडाइँ गर्ने रवि माथिबाट चाहिँ घेरा हाल्ने दण्ड पनि थियो क्या 6 वर्ष लगाएर। अनि म पुग्या छु। ल साथीहरू हामी चाहिँ मुकुमलुङ पुगिसक्यौँ। यहाँ रहेछ घन्टी चाहिँ। घन्टी नै घन्टीको घन्टी। हल्लिँदो रहेछ पिङ बराबर। यहाँ चाहिँ चार स्तम्भ। हाम्रो साथीहरू कहाँ भयो? पाल्नु पर्थ्यो यार। तपाईँसँग धुप छ? बाल्नु पर्थ्यो। अब गेटमा बाल्नु पर्थ्यो नि। तपाईँको लाइटर। ल साथीहरू हामी चाहिँ अहिले पातिवारा मुकुमलुङमा आइपुगिसकेको छौँ दर्शनको लागि। हाम्रो वरिष्ठ श्रमदाता सुदन किरातीज्यू, हाम्रो केन्द्रीय सचिव प्रवीण शर्माज्यू, हामी चाहिँ अहिले ठ्याक्कै मुकुमलुङ सिएममा आइपुगिसकेका छौँ है। यस्तो छ घन्टी नै घन्टी। मजाले घन्टीहरू चाहिँ झुन्डाइएको छ। करिब 14 जनाको टोली आइसकेको छ। उहाँले यो मुकुमलुङको रक्षाका निम्ति, सम्पूर्ण परिजनको रक्षाका निम्ति उहाँले आशीर्वाद पनि माग्ने कार्यक्रम रहेको छ। अरे यहाँ पनि अब भवन बनाएको रहेछ त। मुकुमलुङको विकासको लागि यहाँ भएका केही कमी कमजोरीलाई पनि सुधार गर्नको निम्ति उहाँको तर्फबाट उहाँले केही पहल गर्ने पनि उहाँले हामीसँग कुकुरले हामीलाई बाटो देखाएको छ। यताबाट ल। ल हामी चाहिँ मुकुमलुङमा पुगिसकेका छौँ। यो हाम्रो पूर्व संस्कृत नागरिक तथा पर्यटन उद्योग मन्त्री हाम्रो सुदन किराती सर, हाम्रो यो पूर्वको एउटा अत्यन्तै प्रसिद्ध शक्तिपीठ मुकुमलुङ हाम्रो यो नेपालकै प्रमुख तीर्थस्थलमा पर्छ। भएको छ र अत्यन्तै खुसी लागेको छ। यो क्षेत्रको लागि, यो क्षेत्रको रक्षार्थको निम्ति उहाँले पहल गर्ने कुरा गरिरहनु भएको छ र बिस्तारै हामी ठ्याक्कै माताको दर्शन गर्न हामी आइपुगेका छौँ। सबैजनालाई ताप्लेजुङ आउँदै गर्दाखेरि
आन्तरिक तथा बाह्य पर्यटकहरू एकचोटि ताप्लेजुङको घुम्नै पर्ने त्यस्तो क्षेत्र हो कि यो मुकुलुङ पाथिभरा तपाईँहरू दर्शन गर्नको आउनुहोस्। अत्यन्तै यो स्वर्गीय आनन्द भने चाहिँ आइपुग्दाखेरि र ताप्लेजुङको घुम्नै पर्ने ठाउँहरू कुम्भकर्ण कञ्चनजङ्घाहरू पनि अत्यन्तै राम्रो छ। तिम्बुङ पोखरी कुम्भुङ्गे झरना त्यसै गरी ढाङडङ्गे झरनाहरू यस्ता धेरै क्षेत्रहरू घुम्नको लागि अत्यन्तै राम्रो क्षेत्रहरू छन्। ताप्लेजुङ आउँदा घुम्नै पर्ने ठाउँहरू है। 0.5 बाट ल साथीहरू हामी चाहिँ पुग्यो मुकुमलुङमा पुग्यो। यसको पनि व्यवस्था डिजिटल्ली गरिदिनु पर्यो। अब यस्तो कहिलेसम्म गर्ने के भन्छ यो चाहिँ यो ठाउँले आफ्नो राज्य छ सरकार छ भने अनुभूत नहुँदो रहेछ मन्त्री जस्तै कसरी तपाईँ हामी मुख्यमन्त्री ल आइपुग्यो तपाईँ ठ्याक्कै अब होइन बल्ल त्यसपछि यहाँ यसले मालिक मेरो मुख्यमन्त्री बन्यो सरकार बन्यो भने के छ यहाँ धुपबत्ती बाल्दै जानु कि झोला यता छोड्नु पर्ने झोला यता राख्नुपर्ने ल हामी चाहिँ ठ्याक्कै पुगिसक्यो मुकुमलुङमा। हाम्रो पूर्व पर्यटन मन्त्री सुगन किरातीज्यू आइसक्नु भएको छ। ल हामी चाहिँ पुगिसकेको छौँ। ल मुख्य देवी थान यही हो। यही हो उताबाट यस्तो चाहिँ छिरेर यस्तो घुम्ने होला। 14 जना हुनुहुन्छ अरे। दर्शन किरातीज्यू अगाडि हुनुहुन्छ। नमस्कार। नमस्ते। यहाँ शिला हुनुहुन्छ। यो कहाँबाट यो तल मूल ठाउँबाट गएको मूल भनेको कहाँ हो यहाँ तल खान्छ ए हो त्यहाँ पनि पूजा गर्न जान्छ मान्छे हजुर पनि जान सक्नुहुन्छ कि बाटो कस्तो छ ठिकै मान्छे होइन अहिले यहाँको त यहाँ सर यहाँ सबै अत्याधिकले गरेर मान्छे उहाँ त थोरै अरू केही होइन पैसा चाहिँ 20 रुपियाँ राखेँ। भेटीपातीमा चाहिँ चढाउने यही हो यहाँ चढाउने अनि दानपेटिकामा हालिदिने यहाँ छ नि सर यहाँ चाहिँ दानपेटिका छ अनि गन्नु तल लाने यहाँ सरहरूले लाछाप गर्नुहुन्छ अनि चौकी लानुहुन्छ चौकीबाट तल हाम्रो सुगन किरातीज्यू चाहिँ यहाँ हाम्रो मुकुमलुङको मेन थानमा आइसक्नु भएको छ। ल हाम्रो सबैजना टिम हामी आएको छौँ पूजा गर्दै। आफ्नो मनोकांक्षा सबैजना माग्नु होला। घन्टी नै घन्टी यस्तो छ। आइपुग्यो आइपुग्यो के को रहेछ के को अरे बाँसी। यहाँको सबैभन्दा धेरै वस्तु गाई बस्तुलाई घाँस काट्ने उपयुक्त जङ्गलमा पनि थुप्रो छ यो पाइन्छ जङ्गलमा च्याउ के छ एकचोटि यहाँ ग्रुपिङ फोटोसोटो खिचौँ। ए हुन्छ नि फोटो तर टोली आउनु पर्यो नि त टोली आउनुहुन्छ। दृश्य हेर्ने कहाँबाट हो खुल्दैछ दृश्य देख्ने अझ माथि त्यहीबाट मुकुलुङ डाँडा छ नि त माथि किराँतीहरूको किराँती किराँतीको माथि ऊ माथि हो। संसार पनि विचित्र भनेको यही हो।
घन्टी यहाँ रहेछ कहाँबाट घुम्ने हो कहाँबाट पूजा गर्ने हो हामी कहाँबाट आएको उताबाट आएको यहाँसम्म आइपुगेको छ श्रीजङ्गा हो यो मेन ठाउँ यो भयो है यो श्रीजङ्गाले हामीले यहाँसम्म म्यापको देखाउँछ होइन यो फेरि दाबी यता तापेथकले पनि कुन ठाउँ पर्यो श्रीजङ्गाले पनि यो त अघि हामी आएको नि त हो नि तापेथकको यो बाटो तापेथक यताबाट आइयो ग्राउन्ड देखिन्छ काङबाहरू धेरै बस्छ नि काङको आमुनि सिक्कै चा उयो पारी फाखोला उयो त उयो तल गएन फाखोला हो यो खोल्सीदेखि पर 5 त पर्यो 5 त होइन नि फाखोला ताप्ले जाउँ न 5 त उता पर्छ अलिकति उता यहाँको त्यो मेन थान चाहिँ कहाँ पर्यो यहाँ मुनि हो कावेरीको शिर कहाँ पर्यो कञ्चनजङ्घा यता यही खोल्सा कावेरी होइन होइन यो भनेको यस्तो छ पर पनि थान बनाएको छ पल्लो बाटोबाट बगेर आएर यता शिर चाहिँ यता माथि यस्तो छ ल हामी चाहिँ यहाँ हो के भन्नु ल हामी चाहिँ अहिले यहाँ पूजा सरहरू गरिदिनुहुन्छ म चाहिँ यहाँ बसेर पूजा सकिसक्यो हाम्रो हाम्रो इस्लामिक दाजुहरू छ यस्तै छ पतिबाट मुकुमलुङ एरिया मेन थान यही हो अलिकति अब बाटोबाट गोल हानेर सोच्नै पर्यो यसो 5-10 रुपियाँ चढाएर दाम पेटीको चाहिँ उयो छ अरे ल हामी चाहिँ अहिले मुकुमलुङमा छौँ आमासतिर चाहिँ यो चाहिँ किराँतीहरूको छ हामी चाहिँ यहाँ माथि छौँ यस्तो छ पूजा गर्ने ठाउँ यहाँ पनि छ चाहिँ किराँतीहरूको चाहिँ यहाँ माथि छ Manghum. यस्तो चाहिँ आज हाम्रो महागुरु फाल्गुनन्द लिङ्गदेनज्यूको शालिग पनि यहाँ छ किराँतीहरूको महागुरु फाल्गुनन्द लिङ्गदेन महागुरु फाल्गुनन्दको राष्ट्र विभूति 16औं राष्ट्र विभूति यो तलबाट बोकेरै ल्याएको हो नि तपाईँ पनि हुनुहुन्थ्यो म त कार्टुनबाट हेरेँ मात्रै भाइरल भिडियो रविन्द्र अधिकारी मरेको ठाउँ नि होइन कहाँ पो झरेको छ यहाँबाट कुन एरियामा हो कहाँ पो झरेको यस्तो तल झऱ्यो उसलाई यता तल छ यस्तो क्या हेली बस्ने ठाउँ तल बनाएको तल होला त्यहाँबाट चाहिँ यस्तो उठेर तल झरेको उठेर तुरुन्तै झरेको होइन यस्तो उठ्ने बित्तिकै यस्तो पुरा सिधै झरेको क्या है हाम्रो टिम पूजा आजा गर्दै डोकबेक गर्दै हुँदैछौँ
बाहिरबाट चाहिँ खिच्नु पर्थ्यो त्यही त भित्र छिरिहालेँ मन पछाडि मात्रै गर्नु कोही छैन छातीले बोले यार सबैजना टिम रहेछ पूजा गर्दै मन्त्रार्था सफला सन्तु पूर्ण सन्तु मनोरथम शत्रुणं विनाशश्चामित्राणं उदयस्तव पातिभार पञ्चकन्ये कालिका देवी प्रत्यार्थम ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे नमः कालिका देव्यै नमो नमः म त पातिभारातिर जय विद्यारिणी जय सर्वे गते देवी हो त भूपेन्द्र सरलाई फोन गर्नु नम्बर छैन म पठाइदिनु पछाडि भिडियो बनाउँदा यता आउन फोटो खिच्न यता यता यही खिच्ने हो कि उता खिच्ने हो ल हामी चाहिँ अहिले मुकुमडुङ चाहिँ दर्शन गरिसकेर सबै टोलीलाई हामी फर्किसकेका छौँ केन्द्रीय सचिव हाम्रो प्रवीण शर्माज्यू ल हामी मुकुमलुङ दर्शन गरेर फर्क्यौँ है मुकुमलुङ केवल कार खारेजी हुने भयो गरिने भयो अब त्यो शक्ति पनि प्राप्त हुने हो पानीले स्वागत गरिरहेछ मुकुलुङमा हामी मुकुमलुङ यस कुम्लुङ आदि म चाहिँ मुकुमलुङमा हामी ग्रुपको चाहिँ है आइडीमा लगाइदिनु न के छोडेन होला नि साथी आउँदा मात्रै हुन्छ होला नि त नछोडेन है मनस्सी ल हामी चाहिँ यहाँ मैले के भन्नु सम्पूर्ण टिम हेलो हेलो हामी चाहिँ ओह्रालो लाग्दैछौँ मुकुमलुङ पुगेर अब टिम चाहिँ एक दुईजना साथीहरू चाहिँ अगाडि गइसकेको छ हामी चाहिँ पछाडि आउँदैछौँ हाम्रो टिम छ सबैजना ल हामी चाहिँ अहिले पातिभारा मुकुमलुङ डाँडा पुगेर पनि काफ्ले बाटोमा फर्केर पुगिसक्यौँ हामी साथीहरू सबैजना सक्छौँ आज अब अहिलेको बिहानको खाना चाहिँ हामी यहीँ खान्छौँ त्यसपछि हामी फर्किनेछौँ
हेलो साथीहरू, अहिले चाहिँ हामी साना खाइसकेर चाहिँ अब फर्किने क्रममा छौँ काफ्ले पार्टीबाट। लुङको दर्शन सकिएपछि काफ्ले पार्टीमा खाना खायौँ, त्यसपछि हामी टिम अगाडि हामी चाहिँ